जीवन दुःखै दुःखले भरेको छ। सुख त क्षणिक मात्र हो। के यो सत्य हो? मानव भनेर सोच्ने हो भने यो सत्य होइन। यो सोच गलत हो जस्तो लाग्छ मलाई। मेरो छोराले एक दिन मलाई प्रश्न सोध्यो। मैले राम्रो काम गर्दा एकछिनको लागि मेरो तारिफ गर्छु, तर कुनै काम बिग्रियो भने धेरैचोटि त्यही विषयलाई लिएर गाली खाइन्छ किन? मैले यही भने, जिन्दगीमा खुसीको पल एकछिन हो, तर दुःख चाहिँ सधैँको लागि। तर आज आएर मैले यो अनुभूति गरेँ कि हामी दुःखलाई किन अँगाल्छौँ र सुखबाट टाढा किन हुन्छौँ? मेरा छोराको यो प्रश्नले आज मलाई सोच्न बाध्य बनायो। हामीले यसको ठ्याक्कै उल्टो पनि त गर्न सक्छौँ। राम्रो कामलाई हामी सधैँ किन सम्झँदैनौँ? राम्रो पललाई हामी सधैँ किन क्षणभरमा बिर्सिन्छौँ? हाम्रो हरेक पल सुन्दर छैन र? तै पनि हामी सधैँ चिन्तामा नै किन छौँ? प्रकृतिले बस्न बाँच्नको लागि सित्तैमा सास फेर्न दिएको छ। प्यास मेट्न पानी बेफिक्री पिउन दिएको छ। ठाउँ अनुरूप अन्न, तरकारी, फलफुल प्रशस्त दिएको छ। बस्नलाई यत्रो ठुलो संसार छोडिदिएको छ। तै पनि अरू सब प्राणी सुखी, मानव मात्र किन दुखी? यसको एउटै कारण छ, मानवले वर्तमानमा बाँच्न जानेको छ। भूतलाई अँगाली हिँडेको छ एउटा बाँदरले आफ्नो मरेको बच्चालाई बोकेर हिँडे जस्तै। भविष्यको चिन्ताले नै उसलाई चिताको नजिक पुर्याइरहेको छ। अरू प्राणी हेर्नुहोस्, न चिन्ता न दुःख, सब मस्त। प्रकृति छ आहे, सुन्दै आनन्द लाग्छ। योसँग मात्र आज अहिले छ, त्यो बाहेक अरू सब शून्य छ। चराको चिरबिर होस्, किराको क्याउँ होस्, खोलाको कलकल होस्, वनको शिरशिर होस्, सब अहिले मात्र छ। त्यो पनि यही नै भएको बेला। त्यहाँबाट हिँडिसकेपछि त्यो सब त्यही छुट्छ। मात्र कल्पना, यो सपनामा मात्र अनुभूति गर्न सकिन्छ। सारा प्राणीलाई एउटै चाहना छ, सुखसँग बाँच्ने र बाँचिरहेका पनि छन्। तर मानव चाहिँ सधैँ हताश र निराश किन? त्यो सब लोभले होइन? लोभ नै त हो चिन्ता जन्माउने। किनभने भविष्य सुनिश्चित जो गर्नु पर्यो मानव जातिलाई। अहिलेको अवस्था हेरौँ, अन्तर्राष्ट्रियदेखि राष्ट्रिय सबतिर समस्या देखिन्छ। त्यो किन त? सब भविष्यको चिन्ता, भूतको द्वेषले होइन र? एकले अर्कालाई दबाउने, थिचोमिचो गर्ने, एकले अर्कालाई मार्ने, अनि हामी स्वघोषित सर्वशक्तिमान। अरूको घर भाँड्ने, अरूको वासस्थान मास्ने, अरूको खाना हडप्ने, अनि हामी स्वघोषित बुद्धिमान। हामीले नयाँ प्रविधिहरू विकास गर्यौँ, नयाँ सुविधाका साधन आविष्कार गर्यौँ। के त्यो सबले उपभोग गर्न पाइरहेका छन् त? छैन। किन? किनभने यहाँ बाँड्ने चलन छैन, बाँड्ने चलन छ। महाकवि देवकोटाको यो हरफ सुनेर कल्पना गर्नुहोस् त, त्यस्तो संसार। सुख भनी त्यो सुख कहाँ छ?
आफू मिठाई अरूलाई दिनु चाहन्छ। के यो सम्भव छैन? सुख खोज्ने हो भने पक्कै सम्भव छ। तर अहिले हाम्रो समाज, देश र विश्वमा यसको ठ्याक्कै उल्टो भइरहेको छ। यो सब घटना किन घटिरहेका छन्? यसको उत्तर एकदम सरल छ। आफ्नो लागि जिउन बिर्सनु र वर्तमानमा जिउन नसक्नु। यदि हामी आफ्नो लागि जिउन जान्यौँ भने आफ्नो मार्फतबाट अरूलाई पनि चिन्न सक्छौँ। आफ्नो गुण दोषलाई चिन्न सक्यौँ भने अरूको गुण दोष पनि चिन्न सक्छौँ। जसले गर्दा आफूले गरेको गल्तीमा हामी प्रायश्चित पनि गर्छौँ। त्यो भनेको अरूको गल्तीलाई पनि सहजै माफी दिन सक्ने क्षमताको विकास हुन्छ हामीमाझ। अनि त्यस्तो समाजमा एकले अर्कोको भलो चिताउने बाहेक अरू के नै हुन सक्छ र? रिस, द्वेष, लोभ भन्ने कुरा कता बिलाउँछ कता? अनि पो भन्छ सभ्य समाज, सभ्य देश र सभ्य विश्व। प्रख्यात साधुहरू भन्छन् शून्य सोचमा जिउन सक्नुपर्छ। यसको अर्थ ज्यादै गहन छ। हामी सबैले सोच्छौँ त्यस्तो पनि सम्भव छ र? भए पनि त्यो ठिक हो र? शून्य सोचमा जिउने त जनावर मात्र होला। के यो सत्य हो त? यो सत्य होइन। हामी मानव नै होइन र? बालक अवस्थामा बेफिक्री, निश्चिन्त र आनन्दित, प्रफुल्लित बनेर हुर्किएको। त्यो बेला कुनै सोच हुन्थ्यो र? त्यसरी किन हामी जिउन सक्दैन? हामी किन नाच्न, गाउन, रमाउन सक्दैन? कारण हामीले त्यस्तै शिक्षा दीक्षा पाएका छौँ। हामीलाई पैसाको पछाडि दौड्न बाहेक अरू केही आउँदैन। किन होला? आफ्नै ठाउँमा नबसे विदेश जानु परेको होला। देशको परिस्थितिले सुनौलो भविष्यको खोजीमा यस्तै यस्तै तर्क त आउला नि दिमागमा। हाम्रो आमाबाहरू यही बसेर गुजारा चलाइराख्नु भएको थियो। अहिले पनि छ त? किन? किनभने उहाँहरूले माटो चिन्नु भएको छ। आफ्नो प्रकृति र परिस्थितिलाई बुझ्नु भएको छ। कसैले गलत गर्यो भन्दैमा चिच्याउनु भन्दा मौका मिलेको बेला गलत गर्नेलाई सम्मानपूर्वक अस्वीकार गर्नु नै न्यायसङ्गत हुन्छ। सबको भलोको लागि सोच्नुभन्दा पहिले आफैलाई सोचौँ, आफैलाई मनन गरौँ, आफैलाई अध्ययन गरौँ। यो विश्वभरको उथलपुथल हाम्रै कारणले होइन र? हामी नजिकको खोलो दूषित गरी खाने पानीलाई भौतारिने हामी नै होइन र? यो वातावरण दूषितको जिम्मा कसले लिने? निर्लज्जाका साथ भन्नुपर्ने हुन्छ हामी आफै। त्यसैले चाहे समाज, चाहे देश या चाहे विश्व, यो सबलाई सम्हाल्न सक्ने मानव जाति मात्र छ। सच्चा मानव जाति, जसले आफ्नो भन्दा अरूको लागि बाँच्न जानेको छ। किनभने उसले आफ्नो लागि बाँच्न जानेको छ। अरूको खुसी होस् या दुःख, अरूको माया होस् या घृणा, सजिलै अँगाल्न र सम्हाल्न जानेको छ। अरूको लागि आफू समर्पित हुन
जानेको छ, किनभने उसले आफूलाई चिनेको छ। यस्तो आफूले आफैलाई चिनेको मानवले मात्र सत्यको पक्षमा उभिने आँट गर्छ। आफू भनेको जगत ठान्छ। यस्तो मानवको खाँचो भइसकेको छ। एक होइन, दुई होइन, सम्पूर्ण मानवले यो पथ सम्हाल्न जरुरी भएको छ। आफ्नो विवेक प्रयोग गरेर अमानवहरूलाई मौकामा पराजित गर्नु परेको छ। सुखी संसार, खुशी संसार बनाउनु परेको छ। यसको लागि हामी सबैको अन्तरआत्मा सफा, शुद्ध र सुन्दर होस्। यो विश्वभर शान्तिको स्पर्श होस्। सम्पूर्ण मानव जातिले आफ्नो कल्याण आफै गरौँ।